यो चाहिँ गोडाकोट एरिया। सो म चाहिँ आज एउटा बाइकको घरमा आइपुगेको छु होइन। ए मेरो प्यारो भाइ, ए भाइ कता छौ मेरो भाइ, कता छौ? म तिम्रो दाइ आइपुगेँ यहाँ, तिम्रो दाइ आइपुगेँ है। कता छौ तिमी, कता छौ? हेलो ब्रो राधे श्याम। नयाँ लिएछौ नि त तिमीले त यार। नयाँ हो? आफ्नै पैसाले हो? आफ्नै पैसा आफ्नै कागज छापेरै बनायो? साँच्ची यो आफ्नै हो? यो हेलमेट नि तिम्रै हो? आमा तिम्रै? मेरै सबै हेलमेट पनि? ल ठिक छ यार। अनि यो स्कुटी यो रातो कलर ठिक हुन्छ र? रातो नै राम्रो भन्छ? राम्रो नै रातो हो? रातो भनेपछि अलि रातो हुन्छ नि त, त्यो थाहा छ कि छैन तिमीलाई? त्यो रातो भन्दा पनि यो रातो ए यो चाहिँ राम्रो हो ल। स्कुटी राम्रो छ यार। यो यहाँ कतिजनालाई केटीलाई राइड लिएर गइसक्यो त? छैन चोखो हो? भर्जिन आमा स्कुटी पनि भब्बाल छ। मलाई चाहिँ एकदम मनपर्छ यो एन्टक होइन? पनि तिमीले किने हो? यो के हो भाइ? मलाई पनि थाहा छ नि, हामी म्युजिसियनहरूलाई ढोलक भन्ने के हो त थाहा भइहाल्छ नि है। तर यो चाहिँ यसै बिल्ला हान्नलाई पनि भाइलाई यस्तो के भन्दो रहेछ भनेर भन्नलाई मात्रै भनेको। सो अब आज हामी चाहिँ के, आज म्युजिक पक्कै पनि लाइन छैन, हामी म्युजिक स्युजिक के बजाउँछौँ र? छैन है, हामी बजाउन आज हामी खतरा कुरा गर्ने है। आज हामी त हाम्रो ब्रिटिस क्याम्प छ नि, ब्रिटिस क्याम्प भाइ के छ त्यतातिर? तरुनीहरू कति गइरहेको? ठिक छ त अहिलेसम्म ठिकै होला। त्यतातिर ल जाम यस्तो चहल पहल दिउँ होइन। आज के छ ब्रिटिस क्याम्पतिर? चटपट खाने रमाइलो गरिन्छ यताउता होइन। यो खोलाको हरियाली खोलामा हरियाली हुन्छ? खोलाको पारिपट्टि हरियाली हो त्यस्तो भन नि त यार। खोलामा चाहिँ सायद हरियाली त हुँदैन, खुलामा पानी मात्रै हुन्छ। अरू चाहिँ ठिक छ तिमी पनि बाती म पनि बाती हो कि भाइ। एउटा कुरा देखेँ यार मैले त यार। यो के भाइ? बाख्रा। सुन न, मैले जन्मेर यत्रो ठुलो भइसक्यो होइन, बाख्रा र बाख्री भन्ने चिनिनँ कि के हो कसरी चिनाउने? यो बाख्री हो। कसरी भाइ? थुनिलो छ नि भाइ। ए थुनिलो भएपछि बाख्री हुन्छ भाइ? ए अनि बाख्राको के हुन्छ भाइ? अरू चिज त केही हुँदैन। ए थुनिलो हुने ठाउँमा अरू हुन्छ होला, थुन हुने ठाउँमा अरू हुन्छ होला। ल ठिक छ। अब तिमीलाई चटपट मनपर्छ? एकदम। अमिलो मनपर्छ? एकदम। पिरो मनपर्छ? भाइ प्रेग्नेन्ट हो क्या? होइन ए होइन, अनि किन त अमिलो पिरो यस्तो खाने? यो त केटीले खान्छ भन्छन् नि त। केटाले पनि खाना हुने चिज हो नि भाइ। केटाले पनि खान्छ र? खान्छ नि, मैले त देखेँ होइन। तिमीले खान्छौ? जति अमिलो खाना मन लाग्यो त्यति। यो कुरा त अब बनाउने मान्छेलाई थाहा हुन्छ होला, आन्टीले भनिदिनु होला। आन्टी केटाले बढी खान्छन् कि केटीले? गैँडाकोटमा चाहिँ यतिखेर सनसेट हुँदैछ। ऊ त्यो बिल्डिङ के हो भाइ? त्यो बिल्डिङ 5 कति स्टार रे भाइ? कति स्टार? 5 स्टार भनेको के? त्यो राति त्यहाँ 5वटा बत्ती बल्ने हो? अब हामी जापान गइयो भने चाहिँ के गर्ने हो? भ्लगै भयो भने भ्लगर। तिम्रो बाउ हेर न, तिम्रो ड्याड देख्यो पुरा चिरमा होइन भाइ। हाम्रो यहाँ प्याकिङ पनि डह्रो भएछ होइन। अरूले हेर भाइ केटी लिएर आउँछ, म चाहिँ हेर केटा लिएर आउने पऱ्यो होइन। अरूले ब्रिटिस क्याम्प केटी लिएर आउँछ कि आउँदैन भन त भाइ? अहिले हामीले देखाउन त मिल्दैन, अर्कोको प्राइभेट कुराहरू त कहाँ देखाउन मिल्छ त नि। आज मोजा हान्नुपर्छ। आज चटपट तथा पानीपुरी दिवस होइन? चटपट तथा पानीपुरी दिवस, त्यही भएर त चटपट पानीपुरी चाहिँ हामीले खाइदिने हो कि आज होइन। खाने कि नखाने भन त? हान्ने हो कि खाने हो भाइ? हान्ने हो कि खाने हो भन त? हान्ने हो कि खाने हो भन न भाइ? चटपट हान्ने हो कि खाने हो? छिटो भन भाइ यार, हान्ने हो कि खाने हो यार? भाइ चटपटलाई चाहिँ हान्ने हो? मलाई त थाहा थिएन यार भाइ। हान्ने कुरा अर्कै छ होला। के चाहिँ फरक छ? यो यसले लट्टै हान्छ भाइ, कुकुरले लट्टा हान्छ होइन भाइ? कुकुरले लट्टा हान्छ भन न यार। तिम्रो व्याकरण शुद्ध गरौ यार भाइ यार। तिमीले घरि लट्ट भने हौ, घरि ड्याममै भने हौ यार। यो अलिकति सुधार गर यार तिमीले यार, भएन नि यो तरिकाले भाइ। अनि सुन न, यो त खतरा डेटिङ स्पोट हो भन्ने चाहिँ सुनेको थिएँ होइन मैले।
भाइ 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 सुन न तिमी यो जङ्गलमा मङ्गल गर्न चाहिँ आछौ कि नै भन त नटाटिकन भनेर यो पछाडि यो जङ्गलतिर कसम आएको छैन भाइ यो कुकुर र कुकुरनी कसरी चिन्ने हो भाइ कुकुरनी भन्देऊ न यार कुकुर र कुकुरनी हामी चाहिँ यता नबसौँ है यता अलि धेरै मान्छे छन् होइन भाइ 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 हेर न के हो त्यहाँ त्यस्तो दामी दामी छ त है कस्तो राम्रो फल है कति राम्रो फल फलेको है यो चाहिँ हाम्रो ब्रिटिस क्याम्प पनि हामी कटेर चाहिँ यताको गाउँको एरियातिर आइसक्यौँ होइन तर बवाल छ यार यता होइन दामी छ नडराउने यार नडराउ एक हातले चलाए नि भाइ दाइले खतरा चलाउँछ नि यार राइडर नि लाउसँग त ढुक्क भयो होला है तिमी बल्ल ढुक्क भयो होला है हामी यहाँ दाजुभाइ आज यस्तो पारामा आज भने नि अरू केटीहरू लिएर आउँछन् हामी चाहिँ पानीपुरी चटपट बोकेर आउने खालको पर्यो भाइ मैले यो ब्याग किनेको यार कस्तो छ भन त बवाल छ होइन मन पर्यो 100 कति रे दाइ $160 $160 मा किनेको मैले देखाइदिउँ ओ माई गुडनेस कस्तो बवाल यार दामी भएछ नि है नारायण नदी ऊ यो चाहिँ हाम्रो देवघाट एरिया होइन यो देवघाटतिर होइन सो ओ माई गड देवघाटतिर नि हो ल ठिक छ हामी चाहिँ यहाँ हावा खाने भाइ भाइ अहिलेसम्म लाइफमा कतिचोटि हावा खाइसक्यो तिमीले हावा खाछौ कि नै तिमीले कहिले कहिले ड्याडले घरमा भन्छन् कि भन्दैन भाइ तैँले हावा खाइस् छोरो तैँले हावा खाइस् दाइ तैँले हावा खाइस् भन्छन् कि भन्दैन दिइरह हुन्छन् त्यस्तै हावा भाइ हामी उतापट्टि जान हुन्थ्यो होइन उतापट्टि अलि डेटिङहरू चाहिँ अलिक खतरा चल्या हुन्छ कि होइन भाइ अब त्यता पब्लिस पनि नगरौँ यो साइडतिर होइन भाइ खतरा डेटिङ चल्या हुन्छ हामी सायद अर्काको डेटिङ किन बिगारिदिने र होइन अर्काको डेटिङ नबिगारिदिने भनेर चाहिँ दाजुभाइ चाहिँ यहाँ मस्त है चिल यार तिमी खासमा भन त हान्ने कि खाने यसलाई खाने पनि भन्छ दाइ चच यार तिमी उल्टो कुरा गर्छौ यार यसलाई हान्ने हो कि खाने हो भन न त्यो कुरा चाहिँ हान्ने नि हो कि दाइ हान्ने नि हो अघि तिमीले एउटा शब्द निकालेको थियो यार ग्वाम्बै हो कि के अरे झ्याम्मै हो कि झ्याम्मै पनि बवाल है मिठो हुन्छ नि मिठो हुन्छ अनि के छ जापान अघि मैले आदि मात्रै सोधेँ जापानको चाहिँ के भइरहेछ प्रोसेसिङ चलिरहेछ पढिरहेको छु होइन अहिले चाहिँ भाइले त अब जापान गएपछि हामीलाई बिर्सिदिने होला के अरे हाम्रो गेन्की देशका भनिदिने होला है गेन्की देश भनिदिने होला होइन जापान गएपछि हामीलाई चाहिँ बिर्सिदिने होला त्यस्तो हुँदैन दाइ नटाटी भन त भाइ त्यो तरुनीहरूलाई कतिको म्यासेज गर्छ सन्जयमा कसैलाई म्यासेज गरिदिन्छ है आफू अहिले म खाली पोजिसनमा हिँडिरहेको हुन्छु यो कुरा अब मैले पत्ताइदिनु पर्ने हो पत्ताइदिनु यो कुरा पत्ताइदिनु पर्ने हो स्योर तर त्यो यो चाहिँ होइन मैले केटी हेरेदेखि दाइ हेरेर म आफ्नै चिलपारामा हिँड्न आएको छु भाइ यो चिल पारा भनेको चाहिँ के पारा हो जस्तो लाइक यस्तो पारा हो यस्तो चिलले के गर्छ र चिल आफ्नै पारामा हिँड्छ त्यही पारा अहिले मेरो भइरहेको एउटा दुईटा संस्कृतिमा श्लोक पनि जाओस् कि अब तिमी त ब्राह्मण देव पनि हो होइन ठिक छ दाइ यो यो यस्तो हुन्छ यो हामीहरूले अहिले चाहिँ खाजा खाने माहौलमा तातिरहेका छौँ होइन भनेपछि पूजा गर्ने माहौलमा धुप बल्या भए चाहिँ संस्कृति जान पनि सजिलो तर अब यो खाजा खाएको बेलामा संस्कृतिको औचित्य पनि भएन अस्तित्व रहँदैन अस्तित्व पनि रहँदैन संस्कृतको शब्दतिर नजारौँ है त्यसो भने यस्तो गरौँ न त संस्कृतको उतातिर नजाने एक दुईवटा जापानिजमा भनिदिउँ ल एक दुईवटा जापानिजबाट एक दुईवटा शब्द दाइको लागि वा कसैको लागि यो देशको लागि कसैको लागि अब सुरु गुड मर्निङ गुड आफ्टरनुन कम्पनीमा काम गर्न जाँदाखेरि ओहायो गोजाइमास भन्नुपर्छ है हजुर अनि पछि कसैले एक्सक्युज मी भन्नुपर्ने सुन्नुमासेन भन्नु पर्यो के रे सुन्नुमासेन एक्सक्युज मी सुन्नुस् त भन्नको लागि सुन्नुमासेन सुन्नुमासेन नाम भन्नको लागि वातासिवा नामाइबा भन्नुपर्छ वातासिवा नामाइबा भनेको मेरो नाम हो भन्न खोजे मेरो वातासिवा नामाइबा त वातासिवा नाम तिम्रो आफ्नो परिसुरु नाम चाहिँ वातासिवा नामाइबा तिमसेना सक्नामा देश भनेको मेरो नाम चाहिँ तिमसेना शालिग्राम हो भन्नुपर्छ पहिला थर भनेर मात्रै नाम भन्न पाइन्छ शब्द एकदम कठिनाइ पनि छन् कठिनाइ छ है हजुर
जापान भन्छन् त जापान गएर पैसा कमाउनु पनि गाह्रो छ भन्छन् कसैले त छापे भन्ने भन्छ त्यो भाइ कस्तो होला यसो अहिले नजाँदैमा विदेश नजाँदैमा यसो एजुम गरेर त कस्तो होला सङ्घर्ष छ हामीले भने जस्तो सजिलो चाहिँ कुनै ठाउँमा पनि हुँदैन त्यही भएर सङ्घर्ष गर्नुपर्छ सङ्घर्षको प्रतिफल पक्कै पनि राम्रै पाइन्छ त्यस कारणले गर्दाखेरि हामी सङ्घर्ष गर्नु जरुरी छ भाइ तिमीलाई नेपाल बस्न मनै नलाग्यो कि जापानको मोह लागेर जापान जानुपर्छ यार जानुपर्छ होइन दाइ नेपालले बस्न मन नलागेको त म भन्दिनँ नेपालले बस्न मन लागेको है भ्रष्टाचारी नेताहरू छन् नि जुन नेता हुन् भ्रष्टाचारी भाइ एउटा कुरो त हामीमा पनि घमण्ड हामी पनि मासु भातमा बिकेको कारणले गर्दाखेरि मासु भातमा बिकेको कारणले गर्दाखेरि हामीले राम्रो नेता चुनाउन नसकेर दुःख पाएको हो अनि देशमा अब खडेरी लाउँदै जान लागिसक्यो भएका युवाहरू सबै विदेश पलायन भइसके होइन नेपाल भनेको अलिअलि बुवा आमाहरू मात्रै बस्ने वातावरण बस्न पनि बुवा आमालाई पनि नेपालमा बस्न वातावरण सिर्जना नभएको कारणले गर्दा दुःख सङ्घर्ष नेपालमा गएर कमाएर दुःख गरेर कमाउन नसकेको कारणले गर्दा जापान पलायन हुन खोजेको दाइ ए अनि तिमीले चाहिँ जापान चाहिँ कति वर्ष बस्ने यस्तो सोचेर तिमी यति वर्ष बसेपछि चाहिँ आउँछु नेपाल कि जापानै बस्ने उतैको केटी दिने त्यस्तो नदिँदा है नेपाल आएर बिहा गर्ने हो नेपालमा 3-4 वर्षपछि आएर बिहा गर्ने अनि यतैतिर सानोतिनो व्यवहार गर्ने सकियो भने नभए फेरि पनि उतैतिर पलायन हुने सोच नभए केही छैन प्याड बजाउने हिँड्ने भन मादल बजाउने हिँड्ने मादल बजाइने भाइ आजकल तिमीले प्याड मादल सबै बजाउँछ होइन त्यो बाहेक अरू बजाएको छौ कि छैन त्यो बाहेक अरू बजाएको छैन दाइ होइन आजकल क्या सेन्टी कुरा गरिरहेको क्या हामीले होइन अघि भर्खर कस्तो जोय कुरा गरिरहेको थियौँ फेरि नेपाल छोड्ने कुरा फेरि यो कुरा पनि सेन्टी भयो होइन वातावरण पनि सेन्टी छ कि हेर न तिमीले अघि पारी के छ भनेको रे पारी के हरियाली दाइ हरियाली छ देखाइदेऊ त यो हरियाली हो यसलाई भन्छ हरियाली यसलाई चाहिँ हरियाली भन्छ भाइ यो बाटो कताबाट जान्छ यो खोला बढेकै हो आजकल नारायणी बढेकै हो नारायणी नदी बढेकै हो पहिला त अलिक सानो थियो क्या हो दाइ भाइ यो सोफा कहाँबाट किनेको यो दामी छ त सोफा दाइ एकदम यो चाहिँ कस्मेटिक पसलमा पाइन्छ दाइ यो सोफा यो कस्मेटिक पसलमा पाइन्छ यसको रेट भन्दियो भाइ रेट यो 350 को दाइ 350 डलर दाइ म सुगोय है तिमी मात्रै खाने हो कि दाइलाई नि यसो हाल्देऊ नि त एक दुईवटा हालेर यसो उद्धार गरिदेऊ ल पानीपुरीको पानी यस्तो असाध्यै मिठो भएर भाइ यो पानी सुन न एउटा कुरा यो पानीपुरीको पानी मात्रै मिठो हुन्छ कि अरूको पानी पनि मिठो हुन्छ होइन दाइ पानीपुरीको पानी मिठो हुन्छ तिमीले यो बाहेक अरू पानी खान्छौ कि नै अरू पानी खान पाएन दाइ यतिखेर एकदम खडेरी डाँछ अब चाहिँ पानी तिमीले अरू पानी पायो भने खाने कि नखाने खाने कि नखाने यति नखाने दाइ पानी यो हाल्नु न कस्तोमा तिमी पानी खाने बानी परेकोले खाऊ यार पानी यार म यस्तो पानी खाने यस्तो मलाई पानी छैन यार म चाहिँ खाँदिनँ तिमी खाऊ म चाहिँ यस्तो सादा पानी खाने बानी छ त्यस्तो त नफाल्दा भयो हुन्थ्यो सफा सुग्घर पनि ध्यान दिनुपर्छ क्या जापानमा भाइ त्यस्तो गर्यो भने त अस्ति भर्खरको एउटा काण्ड सुनेकै छैन सुनेछु दाइ फोहोरको डिब्बा पाल्दाखेरि च्याप समातेको फेरि तिमीलाई नि त्यस्तै चोटि म नारायणी पनि ठ्याक्क देखाइदिइहाल्छु होइन सो नारायणीको नि यो भ्यू हेर्न सक्नुहुन्छ बबाल भइरहेको छ यहाँ दाइहरूले पनि माछा मारिरहनु भएको छ अब माछाको पनि एकछिन देखाउन मिल्ने भए त अहिले देखाइथ्यो होला होइन यो पारीतिर चाहिँ देवघाट हो यहाँबाट पनि देखिन्छ अघि नै हामीले तपाईँलाई देखाएको पनि थियौँ होइन यहाँबाट देवघाट पनि देखिन्छ सनसेट हुन लागिसक्यो है भाइ यस्तो चिल ठाउँमा आएर बसेर खानुको मजै छुट्टै छ क्या होइन अनि यो ठाउँमा एकदम स्वच्छ वातावरण पनि छ तपाईहरुलाई सोचे भन्दा भाइ जापान गएपछि याद आउँछ कि आउँदैन बहुत याद आउँछ है मेरो याद आउँछ कि आउँदैन आउँछ दाइ मेरो मात्रै कि अरूको पनि सबैको नेपालमा बस्ने दाजुभाइ हजुरहरुले मन पराइदिनु होला यो भिडियोलाई लाइक भन्दै मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नलाई भन्दै तिमी मान्छे बाटे त होइनौ नि मान्छे त राम्रो हो नि हो दाइ आज हामी लाइक कमेन्ट यसो हामी एउटा भ्यू बनाउ भ्लग गर्न आएका थियौं यो ठाउँ एकदम
म पनि यतै बस्छु होइन ए तिमी कहाँनिर बस्छौ मेरो ठ्याक्कै त्यो सलाई फ्याक्ट्रीनिर मेरो के फ्याक्ट्री सलाई फ्याक्ट्री फ्याक्ट्री अहिलेको जमानामा सलाई फ्याक्ट्री छ छैन अहिले त छैन ए पहिला थियो पहिला चाहिँ थियो सबैले त्यही भनेर चिन्नुहुन्छ ए सलाई फ्याक्ट्री त्यसले आडमा चाहिँ म बस्दछु आडमै बस्छौ हजुर आगो लाग्दैन लाग्दैन दाइ अलि सलाई फ्याक्ट्रीबाट अलिकति तलपट्टि है ए अलिकति तल ए त्यो कुरा त यस्तो भयो नि त भाइ पहिला म त नाकले भात खान्थेँ भाइ पत्ता छ नाकले भात खान्थेँ के साँच्ची हो भनेर सोध न साँच्ची हो भनेर सोध न साँच्ची हो भन्न त मिल्दैन नाक भन्दा अलिकति तल हो नि त भाइ ठाउँ देखिन्छ यहाँ त अलिक चिल गर्नलाई पनि यो केटा र केटी भाइ केटा र केटी पनि आयो भने मस्त हुने ठाउँ रहेछ यहाँ मजा आउँछ कुरा गर्दै मजा आइसक्यो कुरा गर्दै मजा आइसक्यो अरू गरेर के होला यो पारी अलिकति देखिरहेको छ यो देवघाटै हो होइन देवघाटै हो लसो हाम्रो यहाँबाट चाहिँ यस्तो बबाल भ्यूहरू आउँछ भाइ एउटा तिमीलाई एउटा कुरा थाहा छ मान्छे पहिलो जन्ममा त कुकुर हुन्छ भन्छ नि त के छ यो एउटा भनाइमा चाहिँ राम्रै कुरा नि हो जस्तो नआउँछ हो कि जस्तो लाग्छ तर हाम्रो व्यवहार हेर्दा त आजको कुराकानी हेर्दा त पक्कै हामी कुकुरै थियौँ क्या हो यार पहिला जन्म यहाँ त भन्नु पर्ने हो त नि हामी पनि पहिला तर कहिले मेरो आमाले पनि होइन घरमा चाहिँ उही कुकुर यता आइज त भन्नुहुन्छ है फेरि तिमीलाई भन्नुहुन्छ कि नै त्यस्तो कहिले काहीँ जान्छ तर हेर न त्यो कुकुरले गरेको एक्टिङ हेर न कुकुर हेर न कुकुर त्यो सुँग्दै हिँड्ने यताउति गर्दै हिँड्ने कता सुन न कता के खोज्दै हिँड्ने कता तरिन्छ भनेर खोज्दै हिँड्ने कता के छ भनेर खोज्दै हिँड्ने गर्छ नि त्यो खुट्टाहरू त्यो के अरे थुनी लगी के खोज्दै हिँड्ने जस्तो त्यो देख्दाखेरि त कसम हामी पनि कुकुरै हो कि जस्तो लाग्ने हो कि नै भन न एउटा कुरा होला होइन होला के हो 17 फेरि पनि हामी चाहिँ चटपट चाहिँ खाइसकेका छौँ समात अब चलाउनु पर्यो नि त म समात्ने तिमी चाहिँ अब खलासी होइन आज मेरो गाडीको अनि अगाडि चाहिँ म्युजिक प्ले गरिरहेछन् केटाहरू चाहिँ पुरा गिटार बजाउँदै नि बस्दा रहेछन् भर्खर एउटा लाल जोडी कि कस्तो जोडी रे भाइ लाल जोडी चाहिँ भर्खरै गयो अब हाम्रो पनि त जोडी नै हो होइन तर हाम्रो कस्तो दाजुभाइको जोडी हो हामी कहिले यहाँ केटी लिएर आएर आएको छौँ त यहाँ छौँ त हो र होइन होला के होइन के हो अनैतिक काममा लागेका छैन भाइ तिमीले सबै काम चाहिँ राम्रो गर्यो यो बोतल चाहिँ किन बोकेको त नि भन न यहाँ बोतल तिमीलाई कि भाइ तिमी भोलि पर्सि जापान अलिक चर्को बोल है तिमी जापान गएपछि यही बोतल बोक्ने काम गर्ने हो र यो काम पाउन पनि जापानमा गाह्रै छ है नझरौँ हामी एकचोटि झर्दिउँ न कि यहीँबाट देखाइदिउँ त यहीँबाट देखाइदिउँ यहाँबाट के छ यहाँबाट यस्तो राम्रो सिनहरू देखिँदो रहेछ वाउ टोइलेट त राम्रो छैन भाइ यता टोइलेट जस्तै देखिने कुराहरू चाहिँ राम्रै हुँदो रहेछन् होइन ओ ल राम्रो रहेछ है यहाँनिर राम्रो छ है नारायणी हेर हरियाली हेर त हरियाली देख्यौ हरियाली त्यही त कस्तो हरियाली के भनेर यहाँ पनि चटपट रहेछ नि हाम्रो ब्रिटिस यसलाई नै भन्छ होइन हरियाली पनि त्यस्तो छ रमाइलो पनि बहुत रमाइलो छ होइन भाइ हरियाली हेर न हरियाली कस्तो हरियाली है यो कसरी ब्रिटिस क्याम्प भयो भने यो त नवलपुर क्याम्प होइन र नवलपुर क्याम्प तपाईँहरूले बुझ्नु होला कि यो ठाउँलाई चाहिँ ब्रिटिस क्याम्प किन भनेको भन्ने किन यहाँ पहिलाहरू चाहिँ ब्रिटिस भनेको विदेशमा बस्ने आर्मीहरू जुन थिए यहीँ बसेर चाहिँ उनीहरूले चाहिँ ट्रेनिङ दिन्थ्यो र स्यालेरी खाने भएर ब्रिटिस क्याम्प यो क्याम्पको नामै ब्रिटिस क्याम्प भयो भने त आजभन्दा अब 100 वर्षपछि त्यो डेटिङ क्याम्प हुन्छ होला है काले हेर नि काले यो भाइ कुतीहरू कतिको हिँडिरहेछ अरे होइन होला हो के होइन लग सभा त कहाँ हिँडेको कुत्ती के रे भाइ कुत्ती भाइ के रे भाइ मन्दिरमा घन्टी पनि बजिसक्यो ए हाम्रो धामलाई पनि देखाए
ए भाइ तिमी दोहोरी पनि जान्छौ अलिक अर्को बोल है हजुर दाइ दोहोरी जान्छौ म काम गर्छु दाइ यसो अनि सुन न दोहोरीमा त हुन्छ भन्छन् नि त के हो त्यो राम्रो सोचेर राम्रो काम गर्ने हो भने राम्रै पनि छ दाइ 12-1 वर्षसम्म बजाउनु पर्छ है भाइ 12-1 वर्षसम्म के बजाउँछ तिमीले मादल बजाउने बजाउने नाच्ने भाइ अरू त बजाउँछ कि नै भन अरू बजाउँछ कि नै अरू बजाउँछ तिन पर्यो अब लास्टमा जाँदा के भन्न चाहन्छौ तिमी लाइक कमेन्ट सब्स्क्राइब हाम्रो यस्तै गफसप सुन्ने हो भने हैन अलि राम्रोसँग भनौ न तपाईहरुले गफसप सुन्ने हो भने लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला तपाईहरुको डाइरेक्ट आउँछ भिडियो है तपाईहरुले अनि पछि यसमा हजुरहरुले पछि म्युजिक पनि सुन्न पाउनुहुन्छ ए हामी चाहिँ एक दिन चाहिँ हैन अब हामी म्युजिक बजाएर पनि पुरै सुनाउने विचार गफ आयो भन्ने होला हामी मान्छे चाहिँ हामी सबै चाहिँ म्युजिसियन हो त्यस कारणले गर्दा चाहिँ यो हामी त आज इन्टरटेनमेन्टको लागि मात्रै रमाइलो गफ गर्यो कहिले त इमोसन गफ पनि गरिदियो तिमी जापान कुरा गर्दाखेरि त रुन लाग्यो नौ र भाइ रुन लाग्यो नि त कोही रमाइलो पनि कुराकानी भयो कोही यता पनि कुराकानी भयो कोही हामीले कुतीहरू पनि देख्यौँ धेरै हैन अनि पानी पनि खाइयो हैन अनि त्यसपछि कतै के रे हान्दियम यी सबै कुरा भइहाल्यो ल यही भन्दै आज कति टाइम हामीले चाहिँ यति धेरै टाइम भएको थियो हामीले युट्युबमा भ्लगहरू ननिकालेको सो आज चाहिँ निकाल्दैका छौँ यो भ्लग पनि हेरेर यो गफसप हो है हामी अझै यो भन्दा बढी इमोसनल भ्लगहरू चाहिँ अब लिएर आउँदैछौँ हैन हामी कस्तो खतरा सोचिरहेछौँ हामीले तपाईहरु लाइक कमेन्ट गर्न नभुल्नु होला कहिले पनि हामीले चाहिँ हेर्दै गर्नु होला भिडियो सबै तलसम्म हेर्नु होला सुरुबाट हेर्दै भाइ कहाँसम्म हेर्ने भिडियो सुरुदेखि तलसम्म हेर्नु भाइ कहाँसम्म हेर्ने तलसम्म हेर्नु होला सबै कस्तो माथिबाट तलसम्म फुल हेर्नु होला भिडियो भन्नु भिडियो हेर्नु होला भनेको भाइ बोल नै राम्रोसँग बोल भाइले हेर्नु भन्छ अनि माथिबाट तलसम्म भन्छ अनि के हो भिडियो भन्नु भित्र हेर्नु होला भन नि त भित्रसम्म हेर्नु होला भित्रसम्म हेर्नु होला सबै हेर्नु नकाटी नकाटिकन हेर्नु होला हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला किजिम ब्लग्सलाई पनि सब्स्क्राइब गरिदिनु होला हामी चाहिँ यो चाहिँ गफ हावादारी कुरा भए पनि हामी कहिलेकाहीँ अब म्युजिकको हामी प्रोग्राम गर्न जाँदाको अनि त्यस्तै गरेर हामीले इमोसनल भ्लगहरू पनि लिएर आइरहेका छौँ हामीले सोची पनि रहेका छौँ हामीले त्यस्तो धेरै कन्टेन्टहरू पनि पाइसकेका छौँ भाइ होइन पाएको छैनौँ त हामीले खोजिसकेका छौँ अब त्यस्तो भ्लगहरू चाहिँ नि बब्बल भ्लग लिएर आउनु पर्छ भाइलाई जापान गएको पनि भिडियो बनाउनु पर्छ यार एउटा है जापान नर्वे त्यतिखेर नर्वे रुन्नाउने साँच्ची छोरा होइन होला के हो ल ठिकै छ सबै कुरा राम्रो छ अब भाइलाई पनि अब कोङबाङबा भन्ने बेला भइसक्यो होइन कोङबाङबा अब बेलुका हुन थालिसकेको छ सो इल्ला होटल एन्ड रिसोर्टमा पनि अब बत्ती बल्ने बेला भइसकेको छ अब यही नै भन्दै अँध्यारो पनि भइसक्यो होला हामी दाजुभाइ पनि छुट्यौँ सबैलाई राधे बाई बाई सायनारा सो आज चाहिँ भाइसँग चाहिँ खतरा गफहरू चाहिँ गरेर आइदिइसक्यौँ है सो हाम्रो ब्लगलाई पनि इन्ड गर्ने चाहिँ बेला भइसकेको छ होइन तर म यतिखेर चाहिँ मेरो ब्याकग्राउन्ड तपाईँले देखिरहनु भएको छ म यतिखेर चाहिँ चितवनको नारायणगढमा छु होइन राति चाहिँ हाम्रो यो लाइट चाहिँ बबाल बल्छ होइन सो राति लाइट पनि बल्छ अरू पनि बल्छ दायाँ बायाँ सबै बल्छ होइन हाम्रो चाहिँ त्यस्तो ठाउँ होइन सो अहिले म देखाउँछु तपाईँहरूलाई सबै पनि देखाउँछु एन्ड यो चाहिँ हजुरहरूकै हाम्रो सबैको ब्युटिफुल सिटी एन्ड नारायणगढ सिटी हो होइन सो नारायणघाटको राति भएपछि यति झलमल होइन राति त मजा आउँछ हौ नारायणघाटमा मजा आउँछ होइन सो तपाईँलाई पनि थाहा भइसक्यो होइन नारायणघाटको बजारमा छ होइन सट्ट दिँदै मजा आउँछ क्या मजाको त के कुरा गर्ने हो बबाल मजा त सो तपाईँहरूलाई लाग्न सक्छ नारायणघाट आजकल चेन्ज भएको छैन भन्ने लाग्छ भने चाहिँ यो भिडियो हेर्नुहोस् कि होइन नारायणघाट चाहिँ अब हङकङ सिङ्गापुर भन्दा पनि बबाल देखिने भइसक्यो कि सो होइन बबाल छ कि पुरै नगरौँ कि अब है
मेरो ब्याकग्राउन्डमा पनि मस्त देखिरहेको होला क्या बवाल छ बवाल छ बवाल छ बवाल देखिने भइसक्यो कि बवाल वान देखिने भइसक्यो सो आज चाहिँ मैले भ्लगहरू पनि बनाएँ सो मेरो भ्लगलाई पनि सबले माया गरिदिनु होला सो हामीले चाहिँ खतरा खतरा कन्टेन्टहरू पनि लिएर आउने कोसिस गर्दैछौँ सो त्यसमा पनि बढी साथ दिनु होला होइन अगाडि फेरि हरू आउँछन् कि यही बेला होइन अब यतिखेर च्याक्क छुट्टी हुने बेला भयो नि त हरूको सो हरू पनि आउँछन् सो यही नै हो होइन सो आजको भ्लगलाई चाहिँ क्लोज गर्छु सो अर्को नेक्स्ट भ्लगमा चाहिँ भेट हुने छ हामीले धेरै भइसकेको थियो मैले चाहिँ भ्लग चाहिँ निकालिरहेको थिइनँ धेरै भइसकेको थियो भ्लग निकाल्छु भन्दा सो भ्लग चाहिँ मैले निकाल्न पाएको थिइनँ सो आज चाहिँ भ्लग निकालिदिएँ बाई बाई